पेन लिएर बस्नुभएको निर्णायकज्यू, अभिभावक तथा सम्पूर्ण सदस्यमा म निशा बरालको नमस्कार। आज म छोटो वक्तृत्व भन्न गइरहेको छु। मेरो वक्तृत्वको शीर्षक रहेको छ अनुशासनको महत्त्व। अनुशासन हाम्रो जीवनमा धेरै महत्त्व छ। अनुशासन भएन भने हामीले जीवनमा केही गर्न सक्दैनौँ। विद्यार्थी जीवनमा, गाउँ समाजमा तथा जहीँ पनि हामीलाई अनुशासन चाहिन्छ। हाम्रो जीवन ताला हो भने अनुशासन हाम्रो जीवनको चाबी हो। हामीले राम्रो काम गरेर त्यो चाबीले ताला खोल्न सक्छौँ। हामीलाई केही काममा सक्सेसलाई के भन्छ? सफलतामा पुग्नलाई अनुशासन चाहिन्छ। अनुशासन भएन भने हाम्रो जीवन आँखा भएको अन्धसरी हुन्छ। धन्यवाद। यति भन्दै म मेरो त्यति छोटो होइन, अलि लामो भन्नु पर्छ। अरू अनुशासनको बारेमा आफै कथेर भनौँ न, यता प्र्याक्टिस त हो। त्यसो गर्दा त फेल भइहाल्छ। अर्को पालि बनाएर आउँछु।